PMOS-मा जब हामी उपचारको कुरा गर्छौँ नि, हामीले बिर्सनै नहुने जुनैसुकै कन्डिसन हो, आइदर अनम्यारिड इरेगुलर पिरियड भएर आउनु भएको छ या म्यारिड हुनुहुन्छ, बच्चा ट्राई गरिराख्नु भएको छ, या कुनै पनि लाइफको कुनै पनि पार्टमा यदि कुनै पनि महिला PMOS-सँग डायग्नोज हुनुहुन्छ भने उहाँले एन्टायर लाइफ गर्नुपर्ने कुरा भनेको लाइफस्टाइल मोडिफिकेसन, डायट्री चेन्जेस र आफ्नो एउटा सर्टेन लाइफस्टाइल, आफ्नो सर्टेन एउटा डायटमा बस्ने हेर्नु। यसको एकदमै धेरै इम्पोर्टेन्स छ, हामीले यसलाई एकदम इग्नोर गर्छौँ, तर यसको इम्प्याक्ट एकदमै पोजिटिभ हुने गर्दछ PMOS डायग्नोज्ड केसेसमा। लाइफस्टाइल चेन्जेसमा हामीले सिडेन्टरी लाइफस्टाइलबाट हेल्दी लाइफस्टाइल मेन्टेन गर्न एकदमै जरुरी छ। सर्टेन फर्म अफ एक्सर्साइजमा इन्भल्भ हुन, डेली इन्भल्भ हुन पनि जरुरी छ। आफ्नो हाइट अनुसारको वेट BMI-मा रहेमा सबैभन्दा बेस्ट हुने गर्दछ। र याद गरौँ, यदि कोही महिला आफ्नो वेटमा हुनुहुन्छ या नभए लिन नै हुनुहुन्छ तर स्टिल PMOS छ भने उहाँले इन्टायर लाइफ एउटा सर्टेन डायट्री प्लानमा या सर्टेन लाइफस्टाइल मेन्टेन गर्न स्टिल जरुरी हुने गर्दछ। सो लाइफस्टाइल चेन्ज, डायट चेन्ज, आफ्नो प्रपर वेटमा बस्नाले के राम्रो इफेक्ट गर्ने गर्दछ त हेर्नु। यो सबैले जुन यो PMOS-मा हुन्छ एन्डोक्राइन चेन्जेस, एन्डोक्राइन इम्ब्यालेन्स, हर्मोनल इम्ब्यालेन्स स्टेट र मेटाबोलिक स्टेट, यो दुईटै स्टेटलाई यसले पोजिटिभ रिजल्ट ल्याउने गर्दछ। यसले गर्दाखेरि पिरियड साइकलहरू रेगुलर हुने, ओभुलेसनहरू टाइममा हुने र साथसाथै प्रेग्नेन्सी हुने चान्सेस बढाउँछ। फ्युचरमा डायबिटिज हुने चान्स, मुटुको रोग हुने चान्स, हार्ट एट्याकहरू हुने चान्सेसहरूलाई घटाउँछ र साथसाथै यसको एन्ड्रोजेनिक इफेक्ट जुन मेल हर्मोनले ल्याउने गर्दा हुने इफेक्ट्सहरू त्यसलाई पनि कम गर्ने गर्दछ। तसर्थ हामीले बिर्सनै नहुने भनेको लाइफस्टाइल चेन्ज, डायट चेन्ज र मेन्टेनिङ एउटा गुड हेल्दी लाइफस्टाइल। थ्याङ्क यू।